आज म बनाउँदैछु अमिलो दहीको मिठो कडी। यसको लागि सबैभन्दा पहिला मैले अमिलो घरमा नै तयार गरेको दहीलाई लिएँ। अब यसलाई चाहिँ जति सक्दो राम्रोसँग फिट्ने हजुरले मोही लिनु भए पनि हुन्छ। यो यतिको क्रिमी भइसकेपछि तातो कराईमा तोरीको तेल राखेर ज्वानो, मेथी, जिरा, तोरीको दाना, लसुन, अदुवा राखेर स्वाद अनुसार सुकेको खोर्सानी पनि राखिदिने। अब यिनीहरूलाई मजाले चलाएर गोल्डन ब्राउन फ्राई गर्ने। त्यसपछि मसिनो गरी काटेको प्याज राखेर प्याज पनि मजाले फुराउने। त्यसपछि अलिकति हरियो फ्रेस खोर्सानी पनि राखिदिने। 1 चम्चा जिरा धनियाको पाउडर, मिठो स्वादको लागि हरियो फ्रेस धनिया राखेर मजाले चलाइदिने। अब चाहिँ हिट अफ गरिदिने। त्यसपछि अघि फिटेको दही राखेर तातो चुलोमा जति सक्दो छिटो छिटो चलाउनु पर्छ। अब यसमा स्वाद अनुसार नुन र बेसार राखिदिने। त्यसपछि पनि एकछिन पनि नरोकिकन मजाले चलाइ गरेपछि यो चाहिँ खानको लागि रेडी हुन्छ। हेर्नुस् त यो कस्तो बन्यो, हजुरलाई म चलाएर पनि देखाउँदै छु।